हेलो एभ्रिवान, सबैजना नमस्ते अनि सेवारो है। आज चाहिँ हामी चाहिँ आज होइन अस्ति हामी चाहिँ मन्दिर गएको थियौँ नि त है। यो भिडियो पनि मैले अपलोड गरेकै थिइनँ है, त्यो भएर म आज अपलोड गर्दैछु। तपाईँले हेरिदिनुहुन्छ भने मलाई आशा छ है। हामी चाहिँ यहाँ गाडीमा चढेर जाँदैछु, हजुर। अनि मेरो भदै म मेरो नानीहरू छु है। फाइनली हामी चाहिँ मन्दिर पुगिसकेको छु। मन्दिर हेर्न सक्नुहुन्छ। यहाँनिर चाहिँ यस्तो छ है, शिरण मन्दिर चाहिँ। यहाँनिर चाहिँ हामी चाहिँ मेरो भाउजू चाहिँ यहाँनिर पूजाको सामानहरू किन्दैछ यहाँ दोकानमा है। यहाँ मन्दिरको मुनि चाहिँ यहाँ दोकान पनि छ हो, पूजाको सामानहरू बेच्ने, बिस्कुटहरू मिठाईहरू सबै बेच्छ है। यो चाहिँ शिरण मन्दिर हो। यो चाहिँ देखाइरहेको छु तपाईँहरूलाई, यो हेर्न सक्नुहुन्छ। यहाँ मन्दिर चाहिँ यस्तो छ। अन्त म र नानी पनि यहाँनिर उभिरहेको छु। पूजाको सामान पनि किनिसकेँ है मैले पनि। यहाँनिर तपाईँलाई देखाउँदैछु पूजाको सामान यस्तो किन्यो भनेर। यहाँ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ म र नानी पनि त्यहाँबाट आएर जिस्काउँदै थियो बहिनीलाई है। त्यहाँबाट फेरि हामी पूजा गर्नुपट्टि लाग्यो है। यहाँबाट सेरी छ, हातखुट्टाहरू छ सबै धोएर त्यहाँबाट हामी सेरीमा जाँदैछु। फर्स्ट चाहिँ हामी सेरीमा पुग्नुभन्दा अगाडि चाहिँ पहिला घन्टी बजाउनु पर्ने हुन्छ हो। त्यहाँबाट यहाँ चाहिँ हामी घन्टीहरू बजाउँदैछु। मेरो भाउजू पनि जानुहुँदैछ हो। त्यहाँबाट यहाँनिर आर्यन पनि जाँदैछ पछि पछि मेरो भदै। यहाँ भदैले घन्टी पनि बजाउँदैछ हो। अन्त हामी यहाँ सेरीमा जाँदैछु। अन्त मैले बिस्तारै नानीलाई झारेर नानीलाई हिँडाउनु थालेँ हो सेरीमा। नानी हिँड्दैछ यहाँनिर चाहिँ सेरीमा। अनि यहाँनिर हेर्नुहोस् है, यस्तो छ है। यहाँनिर चाहिँ म तपाईँलाई यहाँ देखाउँदैछु के रहेछ भनेर चाहिँ म यहाँ तपाईँलाई देखाउँदैछु है। यहाँनिर हेर्नुहोस्, मैले हामीले जुत्ताहरू खोलिसकेर पनि भित्र पसिसकेँ। यहाँनिर तपाईँलाई यहाँ गणेश पनि देखाउँदैछु, गणेश भगवान्। अन्त यहाँनिर फाइनली हामी चाहिँ भित्र पसिसक्यो है। भित्र पसिसकेर चाहिँ सेरीका त बाजे छैन रहेछ, पुजारी बाजे चाहिँ हो। त्यही भएर पुजारी बाजेलाई चाहिँ हामीले बोलाउँदै थियो हो। यहाँनिर पर्खिरहेको थियो पूजा बाजे चाहिँ, पुजारी बाजे चाहिँ गइसक्नु भएको रहेछ पूजा गरेर पनि हो। हामी चाहिँ यहाँ तपाईँलाई यहाँ भित्रको देखाउँदैछु। यहाँ भित्र चाहिँ के छ भनेर चाहिँ हो। यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँहरूले। भित्र चाहिँ बाजे चाहिँ अघि नै पूजा गरेर जानुभएको रहेछ हो। अन्त त्यहाँबाट हामीले चाहिँ बाजेलाई बोलाउनु भनेर चाहिँ भन्नुहुँदैछ भाउजूले हो। त्यही भएर यहाँ चाहिँ बाजेलाई बोलाउनु गएको छु हामी। त्यहाँबाट फाइनली बाजे पनि आइसक्नु भयो हो। बाजे आएर यहाँनिर पूजाहरू पनि गरिदिनु हुँदैछ हो। यहाँनिर यो चाहिँ अस्ति भदैको बर्थडे थियो नि त हो। त्यो भएर चाहिँ यहाँ बर्थडेको लागि हामी चाहिँ मन्दिर गएको थियौँ। त्यो भएर चाहिँ अन्त यहाँनिर बाजेलाई पूजा गर्नु लाउँदैछ हामीले है। मेरो भदैको चाहिँ बर्थडे थियो। अन्त त्यो भएर चाहिँ यहाँ बाजेले पूजाहरू गरिदिनु हुँदैछ। मजाले पूजाहरू गरिदिनु हुँदैछ हो बाजेले। फाइनली हामी चाहिँ पूजाहरू गरिसकेर पनि यहाँनिर यता वरिपरि गर्दैछु। घुमेर तपाईँलाई भ्यूहरू देखाउँदैछु है। यहाँनिर चाहिँ आर्यन भाउजू चाहिँ यहाँनिर पूजा गर्दैछ हो। यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँले। तपाईँलाई भिडियो मन परेर लाइक सेयर पनि गरिदिनुहोस् होला है। जसले पनि नयाँहरूले हेर्नुहुँदैछ प्लिज फलो पनि गरिदिनुहोस् होला है। यहाँनिर चाहिँ यहाँ भदैलाई पूजा गरिदिँदैछ यहाँ बाजेले। बर्थडे भयो हो नि त ऊ चाहिँ हो। त्यो भएर चाहिँ बाजेले यहाँनिर खदा पनि लगाइदिनु भन्दैछ पूजासुजा गरेर हो। त्यहाँबाट अब टिका लगाउनुपर्छ। त्यहाँबाट फेरि मेरो टर्न आयो है। मेरो टर्न भयो म पनि बसिसकेर यहाँनिर छोरीले चाहिँ आरती घुमाउँदैछ। आरती घुमाउँदैछ नि त हामी पनि यहाँनिर पूजा गर्दैछु हो। बाजेले चाहिँ यहाँनिर पूजाहरू गरिदिनु हुँदैछ हो। यहाँनिर पनि हामीले चाहिँ यहाँनिर आरती त्यो उयो गरेको चाहिँ सेक्दैछु नि त, ताप्दैछु हामीले सबैजना भएर हामी तिनजनाले है। यहाँ चाहिँ बाजेले पूजाहरू गरिदिनु हुँदैछ हो हाम्रो लागि पनि यहाँनिर। त्यहाँबाट मैले चाहिँ भाउजूले मेरो नानीलाई टिका लगाइदिन्छु भन्नुहुँदै नि त बाजेले हो। त्यो टोपी डिस्टर्ब भएर चाहिँ नानीलाई त यहाँनिर भाउजूलाई दिएँ हो। त्यसपछि चाहिँ हामीलाई बाजेले चाहिँ यहाँनिर धुपहरू फुलहरू चढाउनु भनेर चाहिँ यहाँनिर देखाउनु हुँदै थियो हो। म नानी अन्त यहाँनिर चाहिँ तिनजना धुपहरू फुलहरू चढाउनुपट्टि लाग्यो है। चढाइसकेपछि आयो है हामीले। त्यहाँबाट हामीलाई चाहिँ बाजेले टिकाहरू लगाइदिनु हुँदैछ यहाँनिर चाहिँ।